नगरकोट यो काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो। यो स्थान राजधानी काठमाडौँबाट 32 किलोमिटर उत्तर पूर्वमा र भक्तपुर नगरबाट 20 किलोमिटर पूर्वमा अवस्थित रहेको छ। यो समुद्री सतहदेखि 2075 मिटर उचाइमा रहेको पाइन्छ। गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेलामा उत्तरमा मनमोहक हिमालका चुचुराहरूको साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ। यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कल, चोयु, लोस्से, मकालु हिमाल इत्यादि छन्। यो क्षेत्र हिमालको काखबाट निस्किने सूर्योदयको दृश्य अवलोकनका लागि पनि प्रसिद्ध छ। यो हाल चागुनारायण नगरपालिकामा पर्दछ। नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन्। नगरकोट भक्तपुर जिल्लाको पूर्व नगरपालिका तथा देशमा सङ्घीयता लागू भएसँगै नयाँ स्थानीयताको संरचना अनुसार यो चागुनारायण नगरपालिकाको एक प्रमुख पर्यटकीय स्थल हो। नगरकोट काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाँधमा रहेको छ। पानी ढलको सीमा व्यवस्था रहेकाले नगरकोटको उच्चतम बिन्दुमा यी दुई जिल्लाहरूको सङ्गम स्थल रहेको पाइन्छ। हिजो आएर नगरकोटमा बसियो। हिजोको भिडियोहरू मैले अघिल्लो भिडियोमा हालिसकेको थिएँ र आज पुनः मेरो भिडियो स्टार्ट हुन्छ नगरकोटबाट। आज हामी नगरकोटमा अच्युत र भावनाको भिडियो तथा फोटोसुटसँगै बिहाइन्ड द सिनहरूको बारेमा चाहिँ केही कुराहरू देखाउँदैछु र आजको भिडियोलाई पनि साथ दिनुहुन्छ भन्ने पुरा आशा राखेको छु। लेट्स सी भिडियो स्टार्ट गरौँ अब। र यता जलन अधिकारी प्लस यता कन्यादान फिल्मलाई सब्सक्राइब गर्नु होला। स्टे ट्युन। र गाइज हामी नगरकोटमा आएर चाहिँ भ्यू टावरमा मजाले सुट हानिरहेको छौँ। यो हाम्रो अच्युत भाइ, यता बुहारी नानी प्लस सागर सर। हेलो। अनि ठ्याक्कै हामी चाहिँ के भयो भने अलिकति आउनलाई लेट भयो होइन। सो सनसेट चाहिँ अलिक भने जस्तो खिच्न चाहिँ पाएन। भोलि सनराइज चाहिँ अब यहाँ अलिकति धेरै टाइम खिच्नु पऱ्यो। हाम्रो चाहिँ के भयो भने जम्मा 9 सेकेन्डको भन्दा बनेन क्या, 9 मिनट भन्दा हान्न पाएन। त्यस्तो नै भयो भएन हजुर। हामी त्यो टाइम ल्याप्स हेरिदिउँ न एकचोटि। कस्तो फिल भइरहेको? एकदम झकास। हाई गर्मी पुरै कालो आउँछ होला मेरो त। कालो भन्छ कालो नाइ गोरो आउँछ। गोरो आउँछ होइन, मैले गोरोमै खिचिछु त्यो गोरै निस्किन्छ, साँच्चै नै गोरो निस्किन्छ। हेलो ब्रदर, थोरै यता आइदिनुहोस् न है। गुड मर्निङ नगरकोट। हामी चाहिँ हिजो आउँदाखेरि अलिकति ढिला पनि भएको थियो। अनि माथि भ्यू टावर गएर भ्यू टावरको सुटहरू हान्दै अनि थकै पनि लाग्यो। आएर अनि खानसाना खाएर सुत्यो। अहिले बिहान उठेर घडी हेर्दाखेरि घडीले लगभग 8 बजाइसक्यो। अनि यहाँ आएर चाहिँ अब तातो पानी खान थालेको छौँ। यता सागर सर हुनुहुन्छ। हेलो। अनि म यता छु, अच्युतहरू अब रेडी हुँदैछ।
त्यहाँबाट अब हामी उठेर फेरि मासतिर जान्छौँ भ्यू टावरबाट अनि त्यसपछि सुट हान्दै तलतिर झर्छौँ। अब चाहिँ आज दिनैभरि बेलुकासम्म नै यहीँ हुन्छ। बेलुका चाहिँ अब जसरी पनि काठमाडौँ फर्किनु नै पर्छ। अब आजको चाहिँ विशेष गरी नगरकोटतिरैको हुन्छ। म यतै नै छु। अब हामी ब्रेकफास्ट तल रेडी हुँदैछ। अब यहाँबाट ब्रेकफास्ट खाएर हामी जति सक्दो छिटो निस्किने तर्खरमा छौँ र हामी अब आज दिनभरिको क्लिपहरू पनि अब तपाईँहरूलाई देखाइ नै हाल्छौँ होइन। अब दिनभरिको क्लिपहरू काम के कस्तो हुन्छ तपाईँहरूले सम्पूर्ण कुराहरू हेर्न पाउनुहुन्छ। आज सबै कुराहरू चाहिँ म नगरकोटतिरको भ्यूहरूदेखि लिएर धेरै कुराहरू समेट्छु ल। तपाईँहरूले चाहिँ अब भिडियो हेर्दै गर्नु होला। स्पेसल्ली सुट पनि हेर्नु स्पेसल्ली सुट चाहिँ है कन्यादान फिल्मलाई सब्सक्राइब पनि गर्नु होला है। गुड र यता जलन अधिकारी प्लस यता कन्यादान फिल्मलाई सब्सक्राइब गर्नु होला। स्टे ट्युन। र ब्रेकफास्ट आइसक्यो। यस हाम्रो सर ब्रेकफास्ट दाब्दै हुनुहुन्छ। कस्तो लागिरहेको छ सर? के यार तपाईँले जे खाए त्यही झर्छ त के गरा हिजोदेखि झरै जा। यता पनि ब्रेकफास्ट आइसक्यो तर दुईजना चाहिँ आइपुगेको छैन। ल अब हामी ब्रेकफास्ट खान्छौँ त्यसपछि फेरि भेट्छौँ तपाईँहरूलाई। हामी आइपुगेर भर्खरै सुट हान्न थालेका छौँ र अहिले चाहिँ टाइम 10 बजिसक्यो ठ्याक्कै। अलिकति ढिला चाहिँ भयो आज होइन। अनि तलबाट अब उनीहरू पनि ड्रेस कपडाहरू यता म्यानेज गर्दा अलिकति टाइम भयो। अब औषध कुरा उता भयो बनाएको। सो हामी सबै यता गरिरहेछौँ। राख्नुपर्छ क्या कस्तो मजा हुन्छ। र हाम्रो आजको हिरो आर्टिस्ट त्यो पान्देव अनि यता हिरोइन त जेपिडी नबोल है। उता सिनेमाटोग्राफर। गाइस कपालको जडा परेछ नि त बिहान के भयो कफी कुरो गरिदिए। यो चाहिँ छाता होइन। अब छाताबाट आएर चाहिँ यसरी 1 2 3 4 यो स्टेप चाहिँ अलि मलाई यो सर्ट चाहिँ मजा लाग्यो। यो सर्ट हान्न लाउन पर्छ अहिले। अनि उसलाई फेरि यो ड्रेसमा रातो रेड छाता नि राम्रै सुहाउँछ है। उता नि सुहाउँछ। होइन अहिले पख ब्लेजर लाने सुट गरौँ क्या पहिला। यसमा अलिकति सर्टै निसिरहेको क्या मेरो। अब यो हात मात्र दुवैजनाले यस्तो गर्छ यो वाला कि यो यस्तो छिराइदिउँ न त्यहाँनिर है। यस्तो छिर्नु पऱ्यो यस्तो। म चाहिँ यता बिटिएस हिँडिरहेको छु है। ल रेडी रेडी पोजिसनमा आउनु त सर। तपाईँ त्यहाँ लाइट नछेक्नु। यता लाइट पऱ्यो यता लाइट पऱ्यो। हो यतिकै है त। हात मात्र आउँछ तपाईँ जस्तो बस्दिँदा नि हुन्छ। लाली गुराँस अनि धुपीको मुन्टा टिपेर चाहिँ बुके तयार पार्दैछन् हाम्रो हुनुहुन्छ यता। यो चाहिँ नेचुरल बुके बनाइरहेको छौँ हामी चाहिँ। अब यता कहीँ पनि गिफ्ट पसल पाएन अनि अब किन्न नि पाएन। त्यही भएर बाँधेर प्लास्टिकले बाँधिराखौँ है। रातो प्लास्टिकले के हो बस परेन पर्यो। अब यसमा हामीले के थप्छौँ? काला मुन्टा पानीमला पात थप्दै जाने बन्छ क्या बेलुकासम्म। पानी अमला त पाइहाल्छ। काले मुन्टो नि पाउँछ। लाली गुराँस टिप्न गएको है। रुखमा हात लत खराब काँडाले कोर्यो हात पनि। कपडा पनि कालै कालो लगायो सेतो पानीमा नि। काँडाले त्यस्तै कोरेको रुखभरि काँडा रहेछ हेर्नु त। जिउभरि छ्याछ्या बना। ल हाम्रो लगभग आधी बुके चाहिँ तयार भयो। अब आधी सामान थप्न बाँकी हो। ट्रेलर भयो अब मुभी बाँकी छ।
हामी यहाँबाट तल झऱ्यौँ अब भेउटाको चाहिँ अब अलिअलि सुटहरू लिग्यो अब यहाँबाट हामी हान्दै बिस्तारै तल पुग्छौँ अनि होटेल गएर अब अनि त्यसपछि बेलुका काठमाडौँको लागि निस्किन्छौँ कस्तो भइरहेछ सर एकदम बवाल भइरहेको छ बवाल छ लालीगुराँस यो बोटमा चाहिँ अलिकति राम्रो रहेछ है तर त्यो माथिभन्दा यहीँ गएर टिप्या भए चाहिँ बरु कपडा त्यति फोहोर हुँदैन किन हामीले चाहिँ यहाँ आएको अनि यहाँ एउटा भाइको चाहिँ साइकल पायौँ होइन अनि त्यो साइकलमा चाहिँ अब एकछिन गराउनु पऱ्यो भनेर भाइसँग साइकल भाइहरूले चाहिँ यहाँ साइकलमा चाहिँ अब उनीहरू घुम्न आएको रहेछन् अनि साइकल देऊ न एकचोटि हामी एउटा सिन हान्नु भनेको अनि भाइले पनि सजिलै हुन्छ गर्नु नभन्यो अनि साइकलवाला भाइ चाहिँ यता हाम्रो ब्रदर चाहिँ यता हुनुहुन्छ अनि उहाँको साइकलमा चाहिँ हामीले एकछिन गराउन लागिरहेछौँ यता भाइको पखाए 1 2 3 एक्सन ल सेम अघिकै ल अलि यता हेर्दै हाँस्यो जिस्क्यो यता हेर भावना कट पख त्यहीँ बस किनभने ऊ छेउपट्टि साइडबाट हिँड्नुपर्छ क्या बिचपट्टिबाट हिँड्दैन ठिक छ सिद्धि त सक्यो अझै यस्तो हाँसेर क्यान्डी जिस्किने भने हल्का हाँस्दिने है हल्का बोले जस्तो गर्ने होइन बोल्न आउँदैन मलाई लाग्छ रेडी 1 2 3 एक्सन ल आउनु बिस्तारै आउनु अचुन्दी अलि यता हेर्दै हो बाटोतिर हेर्दै अब उतलाई भावनालाई हेर्दै अलिकति जिस्किँदै आइराख्नु आऊ 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 घरिघरि नजर जुझे जस्तो हुनाने होइन हो आफ्नै तालमा अलि एकअर्कालाई हेर्दै आऊ न अलिक क्यान्डिड चाहियो कि अँ अलिक क्यान्डिड अलिक क्यान्डिड क्या स्क्रिप्टेड जस्तो नहोस् मुखै चले जस्तो देखिन्न दबाई बोल्न न म बोल्नु पर्छ आऊ 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 कट इट एउटा फोटो